नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म लोकु सिंह ठकुरी। आज हामी विशेष गरी घोडागुडी नगरपालिकामा केन्द्रित हुन खोजिरहेका छौँ र हामी जनतासँग उपमेयर कार्यक्रम लिएर जनताको माझमा आइपुगेका छौँ। यो कार्यक्रमलाई चाहिँ कियान मिडिया कर्नरले आयोजना गरेको छ भने घोडागुडी नगरपालिकाले यसमा समन्वय गरिदिएको छ र आज हामी जनतासँग उपमेयर कार्यक्रमलाई यहाँको माझमा राख्न गइरहेका छौँ। हामीसँग वडा नम्बर 12 का स्थानीयवासीहरू पनि हामीसँग यो कार्यक्रममा सहभागी हुनुहुन्छ र केही विद्यार्थी भाइ बहिनीहरू पनि हामीसँग सहभागी हुनुहुन्छ र आजको जनतासँग उपमेयर कार्यक्रममा हामी माझ हुनुहुन्छ घोडागुडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। धन्यवाद। त्यसैगरी कार्यक्रममा घोडागुडी नगरपालिका वडा नम्बर 12 का वडा अध्यक्ष राम दुलारे चौधरी सर हुनुहुन्छ। वडा अध्यक्षज्यू, उहाँलाई पनि म कार्यक्रममा स्वागत गर्छु। उपमेयरज्यूबाट आजको कार्यक्रमलाई शुभारम्भ गर्छु। जसरी तपाईँहरू 79 सालको निर्वाचनमा जुन आशा र उत्साह जुन चाहिँ एउटा दृष्टिकोण लिएर जनताको माझमा जानुभयो र निर्वाचन जित्नुभयो, अहिले अब यो तपाईँको कार्यकाल सकिने बेलासम्म आइसकेको छ भनौँ न, करिब 4 कार्यकाल तपाईँहरूले भ्याइसक्नु भयो। त्यतिखेरको तपाईँहरूको उत्साहको अवस्था र अहिले तपाईँहरू अब जाँदै गर्दाखेरिको तपाईँहरूको अनुभवहरू के भइराखेको छ, कतिको फरक छ? हामी 2079 सालमा जुन जनता माझ गएका थियौँ, जनताको घर दैलो टोल बस्ती समुदायमा जाँदै गर्दा जनताका थुप्रै आशा अपेक्षाहरू हामीले उहाँहरूको आशा भरोसा हामीले सुन्दै गर्दै आएका थियौँ र उहाँहरूको आशा र अपेक्षालाई आत्मसात गर्दै हामी उहाँहरूको माया, उहाँहरूको सद्भाव, उहाँहरूको विश्वासले गर्दा जुन निर्वाचित भइसकेपछि आफ्नो जिम्मेवारीमा आयौँ। आफ्नो जिम्मेवारीमा आइसकेपछि हामीले आफ्नो नगरपालिकाभरिको टोल बस्ती गाउँ स्तरमा गएर हामीले बोलेका जुन हामीले भनेका जनतामाझ प्रतिबद्धता गरेका जुन प्रतिबद्धताहरू थिए त्यसलाई हामीले कर्मगत रूपमा जहाँसम्म जनताहरूको समस्यालाई सम्बोधन गर्ने कुरातिर लागिरहेका छौँ र हामी एकदमै उत्साहित भएर एकदमै नयाँ ऊर्जा, नयाँ जोसका साथ एकदमै हुटुटी बोकेर जनतामाझ आएका थियौँ र सक्दो प्रयास हामीले जनताको जुन आशा भरोसाहरू छन् र जनताका अपेक्षाहरू असीमित हुन्छन्। हामीसँग जनताको अपेक्षाको कुरा त म एकछिनपछि आउँदैछु, तपाईँले के काम गर्नुभयो भनेर मात्रै तपाईँको अनुभूति लिन खोजेको। तपाईँ जुन उत्साह लिएर जानुभएको थियो, जुन दृष्टिकोण बोकेर जुन लक्ष्य राखेर जानुभएको थियो, लक्ष्यको नजिक पुग्नु भयो कि भएन? लक्ष्य भेट्नु भयो? एकदमै हामीले जनतामाझ बोलेका जुन जनतामाझ गरेका हाम्रो प्रतिबद्धताहरू थिए त्यसलाई हामीले अवश्य पनि कर्मगत रूपमै हामीले जहाँसम्म जनताको माग सम्बोधन गर्दै आइरहेका छौँ भन्ने किसिमको अनुभूति हामीलाई भएको छ। यो 4 वर्षको कार्यकालसम्म आइपुग्दाखेरि ठ्याक्कै आफूलाई लागेको अनुभूति, मैले चाहिँ यो गरेँ है, मेरो नगरपालिकाका लागि यो गरेँ, यो त तपाईँको आफ्नै वडा पनि हो, मेरो वडाका लागि यो गरेँ भन्ने खालको भित्र लागेको अनुभूति के छ? एकदमै जुन हामी पहिलो वर्षमा निर्वाचित भएर जाँदै गर्दा हामीसँग पहिलो अनुभव थियो, हामीले त्यति बुझेका थिएनौँ र पनि यो घोडागुडी नगरपालिकाको समग्र विकासमा हामीले हाम्रो योगदान पुर्याएका छौँ नै र नगरपालिकाभरिको सम्पूर्ण वडाहरूमा हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र खानेपानीको विकास हामीले गर्दै आइराखेका छौँ र अवश्य पनि हाम्रो टिम जुन छ एकदमै सशक्त र बलियो टिम छ भन्ने किसिमको अनुभूति हामीलाई भएको छ र हामीले नगरपालिकाको समग्र विकासको लागि हरेक क्षेत्रको आवश्यकतालाई प्राथमिकतामा राख्दै काम गर्दै आइराखेका छौँ। म वडा अध्यक्षज्यूतिर फर्किन चाहेँ। राम दुलारे चौधरी वडा अध्यक्षज्यू हुनुहुन्छ। तपाईँले यो तपाईँको कार्यकालमा के गर्छु भनेर आउनु भएको थियो र अहिलेसम्म तपाईँले केसम्म गर्न भ्याउनु भयो आफ्नो वडामा? धन्यवाद पत्रकारज्यू। खास गरी म सुरुमै चुनावको दरमियानमा हामी घर दैलो गर्दाखेरि म इमान्दारितापूर्वक यो वाडाको सर्वाङ्गीण विकासको लागि काम गर्नेछु भनेर मैले वाचा गरेको थिएँ। म आफ्नो कार्यकालमा अब सीमित बजेटहरू हुन्छ, म शिक्षामा सुधार ल्याएको छु, यत्र तत्र गाईहरू छरिएका थिए, गौशाला निर्माण गरेर अहिले व्यवस्थित गरेको छु र स्वास्थ्यको हकमा पनि
बेला बेलामा शिविर चलाएका छौँ। कृषकको सवालमा पानी मोटर वितरण गरेको छौँ र यही गत वर्ष पनि कृषक तालिम भनेर रकम केही विनियोजन गरेका छौँ। र मेरो खास गरी अब यही विकासकै लागि थियो। नदी कटान व्यापक थियो, त्यो नदी कटान अहिले नियन्त्रण भएको छ। बाटोघाटोभरि अलि ठाउँ ठाउँमा ग्राइबिल भएको थिएन, त्यहाँ पनि ग्राइबिल गरिएको छ। यही थियो मेरो। अन्य वडा पनि चर्चामा बेला बखत आइरहन्छन्, तर 12 नम्बर पनि बेला बखत चर्चामा आइरहने वडा हो। यहाँको चाहिँ तालको कुरा होस् अथवा विकास निर्माणका अरू कुराहरू हुन् अथवा बाटो सुधारको कुराहरू होस्, यही कारणले यी विविध कुराहरूले चर्चामा आइरहन्छ वडा नम्बर 12। त्यसमा चाहिँ तपाईँहरू त्यो विवादलाई चाहिँ समाधान गर्नका निम्ति के प्रयास गरिरहनु भएको छ? तालको विषयमा अहिले जुन सामुदायिक वनमा तालहरू छ त्यसैलाई नै अब जिम्मा दिएको छ। उहाँहरूले नै चलनभोग गरिराख्नु भएको छ। केही विवाद शिवपुर र खोपाको तालको थियो, त्यो पनि अहिले समाधान भएको छ। खासै छैन त्यस्तो। अब तपाईँ निर्वाचित भएर यो 4औं कार्यकाल सम्पन्न गरिसक्दा अब जनतालाई हित हुने गरी अथवा जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गरेको छु भन्ने लाग्छ? काम गरेको जस्तो त लाग्दैन, यो कुरा त अब मैले आफूले बुझ्न सक्दैन, तर जे होस् इमान्दारीपूर्वक नै काम गरेको जस्तो मलाई लागेको छ। हजुर। हस् म्याम, उपमेयरजी हुनुहुन्छ। अब तपाईँ त न्यायिक समिति संयोजक पनि हो। अब न्यायिक समिति जुन खालले प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने र विवादहरू समाधान गर्नुपर्ने थियो, त्यो खालले घोडाघोडीको न्यायिक समिति चाहिँ कसरी अगाडि बढिरहेछ? हाम्रो न्यायिक समितिभित्र जुन हेर्न मिल्ने विवादहरू छन्, जुन न्यायिक समितिभित्र आउने विवादहरू छन्, मिलाउन सक्ने किसिमका विवादहरू छन्, त्यसलाई हामीले स्थानीय सरकार सञ्चालन ऐन 2074 भित्र रहेर कुन प्रकृतिका केसहरूलाई मिलाउन मिल्ने हो, कुन प्रकृतिका विवादहरूलाई हेर्न मिल्ने हो, त्यस प्रकृतिका विवादहरूलाई हामीले हाम्रो क्षमता र स्वविवेकले भ्याउनेसम्म हामीले विवादहरू मिलाउने क्रममा मिलाउँदै आइराखेका छौँ। र हामीमाझ अहिले जुन न्यायिक समितिको प्रक्रिया छ, त्यो प्रक्रियालाई अगाडि बढाउनको लागि हामीले हाम्रो नगरपालिकाभित्र रहेका प्रत्येक वडामा मेलमिलाप केन्द्र पनि गठन गरेका छौँ। र त्यो मेलमिलाप केन्द्रमा पनि वडाभित्र रहेका जुन वडावासीहरू हुनुहुन्छ उहाँहरूलाई वडाबाटै सेवा लिन पाउने गरी हामीले मेलमिलाप केन्द्रको स्थापना गरेका छौँ। र हाम्रो न्यायिक समितिमा जहाँसम्म हामीले हाम्रो न्यायिक समितिलाई एकदमै प्रभावकारी रूपले नै अगाडि बढाइराखेका छौँ। मुद्दाहरू आउने अवस्था चाहिँ के छ? तुलनात्मक रूपमा कतिपय स्थानीय तहहरूमा चाहिँ सुरुमा अत्याधिक मुद्दाहरू आयो, पछि चाहिँ त्यो बिस्तारै कम हुँदै जाँदाखेरि कतिपय ठाउँ त मुद्दै आउन पनि छोडिसकेको अवस्था छ। त्यो अवस्था घोडाघोडीमा के छ? हाम्रोमा पनि सुरुमा मुद्दाहरू त आएका हुन् र अहिले पनि क्रमिक रूपमा आइराखेका छन् नै, र त्यसलाई हामीले आफ्नो न्यायिक समितिले दिने सेवाहरू मार्फत नै सेवा प्रदान गर्दै उहाँहरूलाई कन्भिन्स गरेर पठाइराखेका छौँ। र कतिपय विवादहरू मेलमिलापको माध्यमबाट मिलाएर पठाएका छौँ भने कतिपय विवादहरूलाई हामीले अदालततिर रिफर गरेका छौँ। अनि मुद्दाहरू आउने चाहिँ तुलनात्मक रूपमा पहिलाभन्दा अलिक कम हो? पहिलाको भन्दा कम नै छ। त्यो अब पहिलाभन्दा कम विवादका अथवा मुद्दाहरू विवादका समस्याहरू न्यायिक समितिमा कम आउनुपर्ने कारण चाहिँ के हुनसक्छ? तपाईँहरूको प्रभावकारी कार्यान्वयनको पाटो फितलो भयो कि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नु भएन कि जनतामा वितृष्णा आयो कि के कारणले हुनसक्छ म्याम यस्तो? अब हामीमाझ मुद्दाहरू आइराखेका छन्, जुन विवादहरू आइराखेका छन् ती विवादहरू जस्तै अब न्यायिक समितिले हेर्न सक्ने विवादहरू हामीले मिलाएका छौँ। कतिपय बेला अब दुईटा पक्षलाई हामीले सँगै बोलाएका हुन्छौँ र एउटा पक्ष आइदिने अर्को पक्ष नआइदिँदा पनि हाम्रो मेलमिलाप अलि फितलो हुँदै गइराखेको छ। र मेलमिलाप गराइसकेपछि न्यायिक समितिभित्र मेलमिलाप भएर जाने फेरि पनि त्यसलाई कार्यान्वयन गर्न नसक्ने अवस्था भएकोले जहाँसम्म हाम्रो मेलमिलाप समितिभित्र न्यायिक समितिभित्र मुद्दाहरू आउने क्रम अलिक विश्वसनीयता घट्दै गएको जस्तो जनतामा हामीलाई लागेको छ। हुन्छ, म एकैछिनपछि फेरि यहाँहरूसँग फर्किनेछु। फ्लोरमा हामीसँग स्थानीयवासीहरू पनि हुनुहुन्छ र केही विद्यार्थी भाइ बहिनीहरू पनि हुनुहुन्छ। उपमेयर साहबलाई अथवा वडा अध्यक्षज्यूलाई
के प्रश्न जिज्ञासा र सुझाव छ भने म फ्लोर ओपन गर्दछु र हात उठाइदिनु होला र आफ्नो परिचय सहित यहाँहरूले आफ्नो प्रश्न जिज्ञासा या सुझाव राखिदिनु होला। सबैजना नमस्कार। मेरो नाम परदेशी चौधरी हो, घोडाघोडी नगरपालिका 12 गाउँ चाहिँ गुम्बा। म के भन्न चाहन्छु भने हाम्रो सबभन्दा पहिलामा बाटोको कुरा भनिराखेको छु। हाम्रो गाउँको बाटो नराम्रो छ, खुल्ला छ, घटना पनि हुन सक्छ। अनि एउटा खुला छ, त्यहाँ पनि पुल एकदमै नराम्रो छ, सानो छ, त्यहाँका एउटा गाडी पनि छिर्छ, मान्छे गाडी छिरेपछि मान्छे हिँड्न पनि अप्ठ्यारो छ। हाम्रो साना साना बालबालिकाहरू ट्युसन पढ्छन् अनि 4 बजे राति भइहाल्छ उनीहरूको। उज्यालो पनि हुँदैन, चोक चोकमा बत्तीको पनि व्यवस्था जसरी भए पनि वाराबाट मिलाइदिनु मेरो तर्फबाट म भनिरहेको छु। नमस्ते, मेरो नाम अन्जिता चौधरी। म कक्षा 10मा अध्ययनरत विद्यार्थी हुँ। मेरो गाउँ चाहिँ नखोरवा। यहाँ हाम्रो स्कुलमा सेनेटरी प्याड दिन्छन्, तर पहिला दुईटा दिन्थे। अब एउटा मात्र दिन, पहिला पनि 2टा दिन्थे, तर त्यो पनि पुग्दैन थियो। अब कसैको 3 दिन हुन्छ, कसैको 4 हप्ताभर 2 हप्ता जति भइहाल्छ। अनि 2वटा सेनेटरी प्याडले नपुग्ने भयो। अब त झन् एउटा मात्र दिन्छन्। अब 1 महिनामा 3वटा या 4वटा दिनुपर्छ भन्ने छ। अस्ति भर्खरै बालबालिकाहरूको कार्यक्रम हाम्रो जङ्गल रिसोर्टमा राखेको थियो र त्यो जङ्गल रिसोर्ट कार्यक्रममा पनि बालबालिकाहरूबाट यी कुराहरू उठेका थिए र बालबालिकाहरूको सवालहरू जुन सुन्दै गर्दा हाम्रो शिक्षा शाखा प्रमुखले यसको जवाब दिनुभएको थियो र जहाँसम्म हामीले शिक्षा शाखा मार्फत प्रत्येक नगरपालिकाभरिका प्रत्येक विद्यालयमा सेनिटरी प्याडको व्यवस्था गरिराखेका छौँ र के कति कारणले जुन यो वितरण हुने प्रक्रिया छ त्यसमा ढिला सुस्ती हुन गएको छ र पर्याप्त मात्रामा हाम्रा नानीहरूले पाउने सेनिटरी प्याड छ, त्यसलाई कसरी पाउन सकिराख्नु भएको छैन। यो कुरालाई मैले मध्यनजर गर्दै यसको जुन वितरण प्रक्रिया छ यो किन ढिलाइ भइरहेको छ र हाम्रा नानीहरूले पर्याप्त मात्रामा पाउने जुन सेनिटरी प्याड छ त्यो किन पाइराख्नु भएको छैन, त्यसको अनुगमन मैले गर्नै पर्ने हुन्छ। अनि अर्को कुरा, यहाँको धेरै नानीहरू छात्राहरू बिहानै उठेर ट्युसन पढ्न जानुहुन्छ। उहाँहरू आफ्नो भविष्य खोज्न यसरी दौडिरहनु भएको छ, तर कतिखेर त्यो भविष्य नै चकनाचुर हुने हो भन्ने कुरा चाहिँ एकदम चिन्ताको विषय छ भन्नुभयो। हामीले बुझेका छौँ जुन हाम्रा बालबालिका छन्, यी बालबालिका हाम्रा राष्ट्रिय गौरव हुन् र बालबालिका भनेका हाम्रो देशको कर्णधार हुन्, भविष्यका देशको ठुला खम्बा हुन् भन्ने कुरा पनि हामीले महसुस गरेका छौँ। र यी हाम्रा बालबालिकाहरूको जुन भविष्य निर्माणको कुराहरू आइरहेछ, बालबालिकाहरूको भविष्य सुनिश्चित गर्नुपर्ने कुरा छ। यसमा हामी सरकारको मात्र ध्यान नगइकन हाम्रो अभिभावकहरूको ध्यान आकर्षण हुन पनि एकदमै जरुरी छ, जसमा हाम्रो त्रिपक्षीय सम्बन्ध हुनैपर्ने हुन्छ। जस्तै हाम्रा विद्यार्थी भाइ बहिनीहरू छन्, अभिभावकहरू हुनुहुन्छ र हाम्रा शिक्षकज्यूहरू हुनुहुन्छ। यहाँहरूको एकदमै सक्रिय सहभागितामा हाम्रो बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न हामी सरकारको तर्फबाट चाहिँ अब शिक्षाको गुणस्तर सुधार गर्न भौतिक संरचना बनाउन त लाग्नु भएको छ, तर त्यो भौतिक संरचनाभित्र बस्ने विद्यार्थी रहने कि नरहने भन्ने चिन्ताको विषय पनि छ क्या। यो सडक बत्ती नभएका कारणले कतिखेर साइकलबाट लडेर के हुने हो, कतिखेर कसले के गरिदिने हो अँध्यारोमा, त्यो खालको जोखिम छ नि त। भौतिक संरचनाको कुरा गर्दै गर्दा हामीले जुन अघि नै मैले भने हाम्रो 3 तहको सरकार छ, जुन 3 तहको सरकारले समन्वय र सहकार्यका साथ अगाडि बढिरहेको छ। स्थानीय सरकारको तर्फबाट पनि पहल गर्नेछौँ भन्ने कुरा मैले यहाँहरूलाई वडामा अथवा मुख्य चोकहरूमा हाइमास्ट लाइटहरू अथवा सडक बत्तीहरू त्यस्तो अत्यावश्यक छ भन्ने खालको फिल यहाँका जनताले गर्नुभयो, तपाईँले पनि त्यो फिल त गर्नुभएको होला। त्यो चाहिँ कार्यान्वयनको चरणमा हुन्छ कि हुँदैन? हाइमास्ट लाइटहरू बन्छ कि बन्दैन, के हुन्छ? एकदमै जहाँसम्म हाम्रो हाइमास्ट लाइट छ त्यसको व्यवस्था लगभग भइसकेको छ र त्यो निर्माणको प्रक्रिया अन्तिम चरणमा छ भन्ने हामीले महसुस गरेका छौँ। हामी यहाँ 12 नम्बर आउँदै गर्दाखेरि 7 नम्बरबाट यता आउँदा बाटो बन्दै रहेछ, अत्यन्त खुसी लाग्यो। हो अब त राम्रो बाटो बन्दैछ भन्ने लाग्यो। तर 7 नम्बर क्रसबाट 5 नम्बर आएर अनि 12 नम्बर छुँदाखेरि चाहिँ मेरो बाइक समेत फसेर त्यहाँ बल्ल बल्ल निकाल्नुपर्ने कन्डिसन आयो। तपाईँ यही वडाको हुनुहुन्छ र तपाईँको यहाँको जनताहरू धेरै टचेबल यो बाटो हुनुहुन्छ र सहभागीहरूबाट पनि त्यो प्रश्न आयो।
त्यो बाटो मर्मत चाहिँ किन हुन सकेन? त्यो त सामान्य एक खालको बाइक हिँड्नलाई मात्रै पनि त तपाईँहरू बनाउन सक्नुहुन्थ्यो नि अघि। घोडागढी नगरपालिकाको विकास र समृद्धिको कुरा गर्दै गर्दा हामीले घोडागढी नगरपालिका अन्तर्गत थुप्रै बाटोघाटोहरू कालोपत्रे ग्राभिलसम्म गर्न भ्याएका छौँ र ग्राभिल भएका बाटोघाटोहरूमा पानी पर्दै गर्दा कहिले कसो यो के अरे अप्ठ्यारो महसुसीकरण हुने किसिमको अवस्था आउन सक्छ। होइन 5बाट 12 छुँदा त त्यहाँ ग्राभेलको ग पनि भेटेन मैले त पुरै माटो अनि त्यो मैदानमा पानी जामेको। कुन ठाउँनिरको कुरा गरिराख्नुहुन्छ? तपाईँको चाहिँ 5बाट झुलुङ्गे पुल हुँदै आउने बाटो हेर्नुहोस् त, यो सबभन्दा छोटो बाटो त्यो हो, जनतालाई सहज हुने बाटो हो। यसको लागि हामीले हाम्रो जुन तीन तहको सरकार छ, जुन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै हामीले हाम्रो जुन 5 र 12 नम्बर टच हुने एउटा झोलुङ्गे पुल छ त्यसको म्यानेज भएको छ भन्ने कुरा हामीले महसुस गरिसकेका छौँ र अब यो बाटोलाई पूर्णता दिनुपर्छ भन्ने उद्देश्यले भर्खरै हामीले यो 2083 पछि हामीले अब आगामी बजेटको निर्माण गर्दै गर्दा, नीतिहरू बनाउँदै गर्दा, बजेट तर्जुमा गर्दा र योजना कार्यक्रमहरू बनाउँदै गर्दा हामीले हाम्रो नगरपालिकाबाट घोडागढी नगरपालिकाको वार्ड नम्बर 5 र 12लाई जोड्ने गरी अहिले होम पाइप सहित ग्राभिलको व्यवस्था गरेका छौँ भन्ने कुरा मैले हाम्रो यो हलमा भएको सम्पूर्ण सहभागीजीहरूलाई जानकारी गराउन चाहे। भनेको अब आगामी आर्थिक वर्षमा हामीले यसको लागि 10 लाख रुपियाँ व्यवस्था गरेका छौँ भन्ने कुरा मैले यहाँहरूमा जानकारी गराउन चाहे। अहिले नयाँ सहभागीहरू पनि धेरै आउनु भएको छ। म फ्लोरमा 2-3 जना जतिको प्रश्न लिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार। मेरो नाम चाहिँ झरना बिको। म चाहिँ कक्षा 9मा अध्ययन छात्रा। मेरो घर चाहिँ घोडागढी नगरपालिका वडा नम्बर 12 पुट्टा कल्याणी शान्तिनगर टोलमा म चाहिँ बस्छु। अनि म चाहिँ पहिला श्री जनता आधारभूत विद्यालयमा पढ्थेँ। अनि त्यहाँ चाहिँ हाम्रो स्कुलमा चाहिँ म 8मा अध्ययन गर्दाखेरि हामीलाई चाहिँ स्मार्ट बोर्डहरू थियो। हामीहरू स्मार्ट बोर्डमा हामीले नजानेका क्वेसनहरू, जस्तै हामीले केही कुरा जानेनौँ, केही कुरा सिक्नु छ भनेपछि त्यस स्मार्ट बोर्डबाट हामीले सबै कुरा जानकारी प्राप्त गर्थ्यौँ। तर यस विद्यालयमा आइसकेपछि चाहिँ यहाँ त्यस्तो केही देखिएन। स्मार्ट बोर्डहरू भएको भए यहाँ चाहिँ अलि धेरै लेभलको माथि लेभलको विद्यालय हुँदाखेरि चाहिँ यहाँ एउटा दुईवटा 9, 10 अनि 8मा चाहिँ एउटा स्मार्ट बोर्डहरू भइदिएको भएपछि राम्रो हुन्थ्यो। अनि स्मार्ट बोर्ड भएपछि हामी चाहिँ एससी दिँदाखेरिको क्वेसनहरू चाहिँ हामी अब उस्तै घरमा चाहिँ अब मोबाइल पाए पनि अब त्यसरी हुँदैन नि त। स्कुलमा चाहिँ हामीले पढ्दाखेरि चाहिँ अनि त्यो स्मार्ट बोर्डबाट हामी चाहिँ क्लासमा सरहरू नआएको बेला त्यस विषयका बारेमा हामीले चाहिँ अझै बढी ज्ञान प्राप्त गर्ने थियौँ। त्यसैले यस विद्यालयमा चाहिँ एउटा 2वटा स्मार्ट बोर्डहरू ल्याइदिएपछि राम्रो हुन्थ्यो। नमस्कार, मेरो नाम आशिका कटारिया हो। म कक्षा 9मा पढ्छु। मेरो घर चाहिँ कोटा हो। बिहान 4 बजे 5 बजे पनि हुन्छ, 5 बजेदेखि कहिले 4 बजेदेखि पनि हुन्छ। अनि अँध्यारो हुन्छ बाटोमा, एक्लै आउने डर लाग्छ। घरका मान्छेहरू पनि कोही आउँदैनन् पठाउन, एक्लै आउँछु। साथीहरू पनि कोही छैनन् मेरो टोलमा पढ्ने। अब अर्कै स्कुलमा पढ्छन् अनि म एक्लै आउने गर्छु। अब बत्ती पनि छैन बाटोमा। सबैलाई नमस्कार, मेरो नाम चाहिँ लक्ष्मी देवी चौधरी हो। घोडागढी नगरपालिका वार्ड नम्बर 12, घर चाहिँ कोटा हो। मैले चाहिँ अलिकति कृषिको बारेमा बोलिराखेको छु सर। वारादेखि सानो तिनो सिँचाइ त्यो मोटर वितरण गरिराखेका छन् सर। त्यो त अब ठिकै छ, नसक्ने मान्छे 50%मा दिइराखेका छन्। अनि हाम्रो सबभन्दा ठुलो के छ समस्या, तार र पलको व्यवस्था चाहिँ गरिदिनु होला उनीहरू। र वडा अध्यक्षज्यू, यहाँ अघि नानीले भन्नुभयो म पहिला अर्को स्कुलमा पढ्थेँ, स्मार्ट बोर्डमा धेरै कुराहरू सिक्न पाइन्थ्यो, देख्न पाइन्थ्यो। तर तपाईँको वडाका विद्यालयमा स्मार्ट बोर्डहरू रहेनछ नि, तपाईँले पहल प्रयास केही पनि गर्नु भएन है? अब यो विषयमा यस्तो छ, मैले यो विद्यालयहरूमा केही रकम विनियोजन गरेको छु। अब त्यसमा हेड सर के गर्नु? होइन नि, अब तपाईँले मात्रै विनियोजन गरेर त कहाँ हुन्छ त? नगरपालिकासँग भन्ने हो कि प्रदेशसँग भन्ने हो कि सङ्घसँग भन्ने हो कि तपाईँको त अहम भूमिका हुन्छ नि त त्यसमा। नगरपालिकामा भन्ने हो सर, ठिकै छ, कुरा आयो, राम्रै भयो सर। त्यो भूमिका के छ तपाईँको भन्नुभयो अहिलेसम्म? नगरपालिकाले टेरेन वा तपाईँलाई नै चासो भएन कि भयो? नै, चासो त अब किन नहुन्छ, चासो त हुन्छ अब भन्ने कुरा बनाउला सर। अब नगरपालिकाले टेरेन होला तपाईँलाई त्यसो भए? नै, त्यहाँ बनिएको छैन सर। त्यसो भए स्मार्ट बोर्ड यो विद्यालयमा
आवश्यकता त हो नि अघि। आधुनिक जमानामा आवश्यकतै छ सर। अब कहिलेसम्म स्मार्ट बोर्ड चाहिँ यहाँ बन्छ त यही विद्यालयमा? यो विद्यालयको आर्थिक अवस्था एकदमै नाजुक अवस्थामा थियो सर। अब बिस्तारै अब केही ट्र्याकमा आउँदैछ होला सर, सबै कुरा हुन्छ। नगरपालिकालाई तपाईँले रिक्वेस्ट गरेर अथवा नगरपालिकाले तपाईँलाई भनेको आश्वासन दिएको बनाउला सर। तपाईँको अब यो सकिने कार्यकाल पनि हो, यो आगामी आर्थिक वर्ष 83-84मा तपाईँहरूको कार्यकाल सम्पन्न भयो। 83 तपाईँ जानुभन्दा पहिला स्मार्ट बोर्ड स्कुलमा लाउन सक्नुहुन्छ? स्मार्ट प्रयास गरिएला सर। अब धेरै नलगाउन सक्यो भने हजुर। यो यति मात्र होइन, अर्को कुरा चाहिँ यो सिँचाइ चाहिँ वडाले चाहिँ अलिअलि दिइरहेछ, यो त ठिकै छ कि जनताको लागि, तर यतिले मात्र पर्याप्त छैन नि। अब मल पनि छैन, यो त हुन त देशव्यापीको समस्या हो होइन। अब तपाईँको वडाको यस्ता समस्या, सिँचाइको समस्या समाधान गर्नका लागि तपाईँले कस्तो खालको पहल गरिरहनु भएको छ? अब खास गरी हाम्रो यहाँ भदैली नालाबाट पहिले सिँचाइ हुने गर्थ्यो, त्यो सम्भव भएन र हामी कतिपय टोलहरूमा जाँदाखेरि विद्युत विस्तार, लाइन विस्तार गरिदिनु पर्यो भनेर आवाज आएको छ। त्यसको लागि मैले पहल नगरेको होइन, पटक पटक निवेदन जहाँ तहाँ मैले प्राधिकरणहरूमा दिएको छु र पुनः त्यसको लागि पहल गर्नेछु। सकेगा गरौँला, नत्र अब के भन्ने सर। हस् हस्, धन्यवाद छ। 2-3 जना जतिको प्रश्न लिन्छु र सम्भव भएसम्म विद्यार्थीहरू चाहिँ प्रश्न गरिसक्नु भएको छ, 1-2 जना गरे ठिक छ। अनि स्थानीयहरू कम देखिनु भएको हुनाले पछाडिपट्टि बसिरहनु भएको छ सर म्यामहरू। नमस्कार, मेरो नाम चन्दन चौधरी, घोडाघोडी नगरपालिका वार्ड नम्बर 12 गाउँ चाहिँ खोपा। हाल अहिले हाम्रो शिवपुरदेखि बिजुली जोड्ने बाटो, हिँड्ने बाटो त राम्रो छ, तर एउटा झर्नैया नालामा एउटा पुल छैन, त्यसमा अप्ठ्यारो छ। अहिले वर्षायाममा हिँड्न एकदम अप्ठ्यारो भइरहेछ। त्यो एकदम वडा सरकार र नगर सरकारमा ध्यान आकर्षण गरोस्। मेरो नाम बिर्सना कुमार, अनि हाम्रो यो अब खाडमलको बारेमा, टिप्सको बारेमा भन्न गइरहेको छु, किनकि अघिल्लो महिनादेखि मान्छेहरू खाडमलको लागि डराइरहेका छन्। किन उपलब्ध गराइरहेको छैनन्, किन हो, कसरी हो, उहाँबाट हो कि हाम्रो यो हरेबाट हो, कसरी हो, त्यो मैले भन्न चाहन्छु। यहाँ हाम्रो स्कुलमा एउटा हलको व्यवस्था हुनुपर्छ। अरू स्कुलमा जाँदाखेरि कार्यक्रम गर्दा स्कुलको हलमा कार्यक्रम गर्छन्, अनि हाम्रो चाहिँ यहाँ ग्राउन्डमा घाम हुन्छ, अनि टेन्ट ल्याएपछि पनि घाम भइहाल्छ। अनि हलको व्यवस्था हुँदा चाहिँ हलमा कार्यक्रम गर्दा राम्रो हुन्थ्यो भन्ने थियो। मेरो नाम सीताराम कठरिया, म यो राष्ट्रिय माध्यमिक विद्यालयको सहायक र मेरो जिज्ञासा के हो भन्दाखेरि, अब म यो 9-10मा पढाउँछु। 9-10मा पढाउने क्रममा हामी एक्स्ट्रा क्लास पनि लिन्छौँ। एक्स्ट्रा क्लास लिए बापत हामीले अब केही रकमहरू विद्यार्थीबाट असुल्छौँ, त्यसमा पनि धेरै गुनासा लाउँछौँ गार्जेनको। हामी एकदम न्यून तलब र न्यून पारिश्रमिक लिएर पनि एउटा क्लास चलाइरहँदा पनि त्यति पाउँदैनौँ। र मैले सुनेअनुसार हाम्रो जोशीपुर गाउँपालिकामा वाडा सरकारले चाहिँ यहाँ 9, 10 वा 8 क्लासको ट्युसन क्लास चलाए बापत त्यहाँ सरहरूलाई अलग्गै त्यहाँ अब 1 लाख 2 लाख कति त्यो विनियोजन गर्छ, त्यो मैले हाम्रा सहकारी मित्रबाट थाहा पाएँ। हाम्रो यता पनि त्यो गर्दा राम्रै हुन्थ्यो कि भन्ने मेरो जिज्ञासा हो है। र अर्को कुरा, वाडा सरकारले र नगर सरकारलाई है, यो हाम्रो वार्ड नम्बर 12मा धेरै गाउँमा चाहिँ 30 रोडहरू भए, तर हाम्रो वार्ड नम्बर 12को कोटा गाउँमा चाहिँ सुरुवात भएको छैन। के कारणले चाहिँ ढिलाइ भइरहेको हो? हाम्रो प्रदेश म्यानेजर पनि त्यही छन्, वाडा सरकार पनि यही हुनुहुन्छ र नगर प्रमुख पनि यही हुनुहुन्छ, तर त्यो हाम्रो गाउँमा चाहिँ सुरुवात किन भएन, के कारणले ढिलाइ भएको हो? पोहोर साल हुनै लागेको थियो, तर खै के कारणले रोक्यो त्यो चाहिँ जान्न पाइएन। नमस्कार, मेरो नाम प्रतिभा चौधरी हो, म कक्षा 7मा अध्ययनरत छात्रा, गाउँ चाहिने फुलवा। हाम्रो विद्यालयमा माटो त हाल्नुभयो, तर हिँड्न पानी परिसकेपछि हिँड्नमा गाह्रो हुन्छ। ड्राइभिल हालिदिएमा राम्रो हुन्थ्यो। सहभागीबाट धेरै प्रश्नहरू आयो म्याम, 2-3वटा प्रश्नसँगै जवाब दिनु होला। 1 देखि 5सम्म फ्री गरिदिएको भए के हुन्थ्यो? छिमेकी पालिकाले 12सम्म फ्री गरिसकेका छ, यहाँले सुन्नु भएको छ। अर्को कुरा चाहिँ यो शिवपुरबाट जाने बाटोमा नाला छ, नालामा कल्भर्ट छैन, नभएका कारणले हामी समस्यामा छौँ। त्यो तपाईँ आफैले पनि भोगिरहनु भएको कुरा हुनसक्छ। र अर्को कुरा खाद्यमलको समस्या छ, त्यसलाई व्यवस्थापन कसरी गर्न सकिन्थ्यो भनेर। यो 3वटा प्रश्नको जवाब सँगसँगै दिनको लागि म आग्रह गरेँ।
हाम्रो जुन वडामा नगरपालिकाभित्र जुन किसिमका समस्याहरू छन् त्यसलाई व्यवस्थापन गर्नको लागि हाम्रो वडा सरकार नगर सरकार लागिराखेको नै छ र शिक्षाको कुरा गर्दै गर्दा शिक्षाको स्तरोन्नतिको कुरा गर्दै गर्दा जुन शिक्षाको सुधारको लागि र शिक्षा सम्बन्धीको जुन लिन पाउने फीहरू छ त्यो फ्री नभएको कुरा आइराखेको छ। जहाँसम्म हामीले सुनेअनुसार हाम्रो नगरपालिकाभित्र 1 देखि 12 सम्म सबै विद्यालयहरूमा फ्रीको नै व्यवस्था छ भन्ने किसिमको हामीले सूचना पाएका छौँ र के कति कारणले तपाईँ जतिको मान्छेले हामीले सुनेका छौँ भनेर सुहाउँछ त म्याम त्यो त तपाईँले त यो गरेका छौँ भन्नु पर्ला नि। एकदमै हाम्रो शिक्षा शाखा अन्तर्गत रहेर हामीले शिक्षा समितिको मिटिङ बस्दै गर्दा यी कुराहरू हामीमा आइराखेका छन् र अवश्य पनि हामीले शिक्षा शाखामा बैठक बस्दै गर्दा हाम्रो सम्पूर्ण विद्यालयहरूमा नगरपालिकाभित्रका यो आविदेखि मावि के अरे 12 क्लाससम्मको कक्षा फ्री रूपले सञ्चालन गर्नुपर्छ भनेर हामीलाई लागेको छ। कार्यान्वयनको चरण के छ भन्ने कुरा हो। सबै विद्यालयहरूमा जुन शिक्षाको व्यवस्था छ त्यो फ्री नै छ भन्ने लागेको छ र के कति कारणले अभिभावकहरूले बुझ्न नसकेर हो वा यहाँ के किसिमको व्यवस्था छ त्यो यसको बारेमा भन्न सकिन्न। यसको लागि फेरि पनि यो हाम्रो विद्यालयमा पटक पटक अनुगमन गर्ने व्यवस्था गरिएको छ। हाम्रो नगर प्रमुखज्यू पनि टाइममा यता आइराख्नु भएको हुन्छ, हरेक विद्यालयमा पुगिराख्नु भएको छ, शिक्षा शाखाको सरहरू पनि आइराख्नुहुन्छ। तपाईँले यसो भनिरहँदा चाहिँ के आयो भने हामीले चाहिँ फ्री नै गरेका छौँ तर स्कुलले चाहिँ फी उठाएको हुनसक्छ है भन्ने कुरा गर्नुभयो कि तपाईँको आशय त्यही हो? होइन, उठाएको हुनसक्छ भन्ने होइन। अब शिक्षा शाखाबाट हाम्रो नगरपालिकाबाट निर्देशन गरे अनुसार कुनै पनि विद्यालयले फी लिन नपाउने हो। बुझाइमा के कति कमी कमजोरी छ त्यसको बारेमा हामीले अनुसन्धान। अभिभावक त पैसा तिर्छु भन्दै हुनुहुन्छ, 5 के कति कारणले पैसा तिरिराख्नु भएको छ त्यसको लागि हामी यो अनुगमन गर्ने नै छौँ भन्ने कुरा मैले हाम्रा सहभागीहरूमा भन्न चाहे। अब शिवपुरबाट जाने चाहिँ नाला कलभटको कुरा र थोरै मल खात व्यवस्थापनको कुरा पनि जोडिदिनु। बाटोघाटो सँगसँगै हाम्रो यो शिवपुर गाउँ मोपा गाउँभित्र रहेको झरना यहाँ नालामा भएको यो पक्की कलभटको कुरा आइराखेको छ। हालसम्म त्यो पक्की कलभटबाट आवत जावत गर्न सक्ने किसिमको सम्मको त्यो पुलले धान्ने गरेको हामीले देखिराखेका छौँ। हामी हिँड्ने बाटो नै त्यही हो र ठिक छ, जनताको माग नै त्यही हो। त्यसको के अरे मर्मत समार गर्नुपर्छ, त्यसलाई भट्काएर अर्को नयाँ कलभटको व्यवस्था गर्नुपर्छ भन्ने कुरा आइसकेपछि मैले यसको लागि पनि पहल गर्नै पर्ने हुन्छ। हस्, म वडा अध्यक्षज्यूसँग जान जोडिन चाहेँ। छिमेकी जोशीपुर गाउँपालिकाका शिक्षकहरूले अतिरिक्त सेवा सुविधा लिइरहनु भएको छ कक्षा सञ्चालन गरे बापत। त्यो किन लिनुभयो भन्दाखेरि त्यहाँको वडा अध्यक्षले पहल गरिदिनु भयो र पालिकाबाट उहाँले अतिरिक्त सेवा सुविधा पाउनु भयो। अब यो सुनिरहँदा तपाईँले कस्तो लागिरहेछ यहाँका शिक्षकहरूको? अत्यन्तै राम्रो सुझाव हो सर। विशेष गरिकन मैले भने म आउनुभन्दा पहिलेदेखि नै यो विद्यालयको अवस्था अस्तव्यस्त अवस्थामा थियो। आर्थिक सवालमै होस् चाहे पढाइको गुणस्तरमा होस्, अहिले त्यो कुराहरू सुधार भएको छ। कर्मिक रूपमा एसईको रिजल्टमा विगत वर्षमा तेस्रो स्थानमा थियो भने यो वर्ष 5औं स्थानमा थियो। पढाइको गुणस्तर राम्रो भएको छ र आर्थिक अवस्थामा पनि केही सुधारहरू। अब शिक्षकहरूको चाहिँ 11-12 पढाउनुहुन्छ, अतिरिक्त सेवा सुविधा केही भइदियो हुन्थ्यो भन्ने अपेक्षा छ। त्यसमा तपाईँको भूमिका के हुनसक्छ? अब वारामा पनि सीमित स्रोत हुन्छ सर र सके जतिको हामीले गरेकै छौँ। अतिरिक्त शुल्क हो, त्यो जायजै कुरा हो। उहाँहरूले पनि मुनासिब लिँदाखेरि त्यो गर्ने। म स्वयं यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुँ सर। यो सरसल्लाह छलफल गरेर जान सकिन्छ सर। हस्, र अब हामी अन्त्यतिर छौँ। उपमेयर साहब, अब हामी कार्यक्रम नै यो 12 नम्बरमा सञ्चालन गरेका हुनाले 12 नम्बरका कुराहरू मात्रै धेरै आए। वडाका सहभागीहरू भावनाले आफ्ना मात्रै समस्याहरू धेरै व्यक्त गर्नुभयो। तपाईँ त 12 नम्बरको मात्रै होइन, समग्र घोडाघोडी नगरपालिकाको अभिभावकको रूपमा यहाँ पदमासीन हुनुहुन्छ। अब धेरै कुरा नगरिकन है अन्तिममा घोडाघोडी नगरपालिकालाई अब 4 वर्षसम्म तपाईँले के गर्नुभयो, के बनाउनु भयो त्यो आफ्नो ठाउँमा छ, समीक्षा गरौँला कुनै दिन।
अब तपाईँको रहेको कार्यकालभित्र घोडाघोडीलाई समृद्ध नगरपालिका बनाउनका निमित्त तपाईँहरूको आगामी योजनाहरू के छन्? अहिलेका बजेटहरूलाई कसरी अगाडि बढाउनु भएको छ? अहिले नीति तथा बजेटहरू पनि आइसकेको अवस्था छ र समग्र नगरपालिकालाई चाहिँ समृद्ध बनाउन यहाँको भूमिका के रहन्छ? अवश्य पनि मैले अघि नै यो घोडाघोडी नगरपालिकाभित्रको विकास र समृद्धिको कुरा गर्दाखेरि हामीले जुन सुरुवाती चरणदेखि अहिलेसम्म गर्दै आइराखेको कुरा जुन छ, जस्तै हामीले शिक्षा, स्वास्थ्य र कृषि लगायत भौतिक पूर्वाधार, खानेपानीको विकासमा जोड्दै हामीले प्रत्येक वडामा जहाँ ग्राभिल हुन सकेको थिएन, जहाँसम्म हामीले कुना कुनामा ग्राभिल गर्न भएका छौँ र प्रत्येक वडामा हामीले 2-3वटासम्म कालोपत्रे पनि गरेका छौँ। तपाईँको वडामा कालोपत्रे कहिले छुन्छ भन्ने पनि? मेरो वडामा नगरपालिकाबाट 3वटा रोडमा कालोपत्रे भइसकेको छ, जुन चाहिँ हाम्रो यो त्रिवेणी बजारबाट बनवर्ष गाउँसम्म जाने बाटोमा पनि 2 वर्षको बजेट परेको थियो र हालसम्म पनि त्यसलाई निरन्तरतामा राखेका छौँ। साथै वार्ड नम्बर 12 को यो शिवपुर गाउँ जाने बाटोदेखि खोपा जाने बाटोसम्म हामीले नगरपालिकाको बजेटले कालोपत्रे गर्न भ्याएका छौँ र हाम्रो वार्ड नम्बर 12 को नखोडवा गाउँको शिव मन्दिरदेखि अस्ना बाबा मन्दिरतिर जाने बाटोमा पनि कालोपत्रे नगरपालिकाकै बजेटले भ्याएका छौँ र यो गत आर्थिक वर्षभित्र नै 25 लाखको प्रदेशबाट पनि कालोपत्रे परेको छ र त्यो कार्यान्वयनको चरणमा छ। यति कुरा मैले जानकारी गराउँ। अन्तिम प्रश्न अब तपाईँ नगरपालिकाको राजस्व परामर्श समितिको संयोजक पनि हुनुहुन्छ र धेरै जनताहरूको भनाइ चाहिँ करको दर बढाउनुभन्दा करको दायरा बढाइदिनुहोस् बरु भन्ने उहाँहरूको आग्रह छ। तपाईँहरूको यति धेरै सम्भावना छ कि घोडाघोडीमा यति धेरै तालहरू ठेक्कै मात्र लगायो भने करोडौँ अरबौँ आउन सक्ने कन्डिसन छ, त तपाईँहरू अलपत्रै पारेर राख्नु भएको छ। अब यसरी करको दायरा बढाउने खालको केही प्लान सोच्नु भएको छ? घोडाघोडी नगरपालिकाभित्र जुन म एउटा राजस्व परामर्श समितिको संयोजक हुँदै गर्दा जुन उठ्नुपर्ने राजस्व हो र राजस्वको दर नबढाएर त्यसको दायरा बढाउनुपर्छ भन्ने कुरा पनि जायज हो र यो एक राजस्व परामर्शको कुरा एकदमै संवेदनशील कुरा हो, जसलाई हामीले हाम्रो नगरपालिकाको टिमबाट छलफल गर्दै यसको यस सम्बन्धीका कुराहरूको बारेमा छलफलको निकास निकाल्दै हामी अघि बढिराखेका छौँ र घोडाघोडी नगरपालिकाभित्र जुन घोडाघोडी नगरपालिका छ यो एकदम सम्भावना बोकेको नगरपालिका पनि हो, जहाँ चाहिँ थुप्रै तालतर्लैयाहरू, थुप्रै वनजङ्गलहरू, थुप्रै नदीनालाहरू छन् र यो नदीनालाहरूको जुन ढुङ्गा गिट्टी बालुवाको कुरा छ, यस सम्बन्धीका जुन ठेक्का पट्टा बोल्दै गर्दा टेन्डर आह्वान गर्दै गर्दा कतिपय बेला टेन्डर आह्वान हुन नसक्दा हाम्रो राजस्वमा वृद्धि हुन नसकेको हामीले महसुस गरेका छौँ। हस्, आजको यो जनतासँग उपमेयर कार्यक्रममा सहभागिता भइदिनु भयो घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी, त्यसै गरी वडा नम्बर 12 का वडा अध्यक्ष राम दुलारे चौधरी, दुवैजनालाई धन्यवाद छ। हवस्, आजको जनतासँग उपप्रमुख कार्यक्रममा हामीसँग अतिथिका रूपमा घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी, त्यसै गरी वडा नम्बर 12 का वडा अध्यक्ष राम दुलारे चौधरी सहभागी रहनुभयो र साथमा वडा नम्बर 12 का विभिन्न सहभागीहरू र विद्यार्थी भाइ बहिनीहरूको सहभागिता रह्यो र यो कार्यक्रममा सहभागिताका लागि हाम्रा अतिथिज्यूहरू र सम्पूर्ण सहभागीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म लोकु सिंह ठकुरी पनि बिदा हुन्छु। नमस्कार।